यम है हम। चित्रगुप्त, हजुर महाराज। मेरो बहनको दिदी सासू भेटियो? छैन महाराज। चित्रगुप्त, यो मनुष्य त सानै छ त, यसको पाप पुण्यको हिसाब सुनाऊ त। महाराज, यो सन्दीप हो। ब्राह्मण भएर पनि भैँसीको मोमो खाएको कारणले ऊ नरकमा आएको। महाराज, तपाईको वाहनको दिदी गोरी भैँसीको मोमो यसैले खाएको। के भैँसीको मोमो? त्यसै बेला मेरो वाहन भैँसी आजभोलि डिप्रेसनमा गइरहेछ। यसको यति हिम्मत मेरो वाहनको दिदीको मोमो बनाएर खाने? चित्रगुप्त, यसलाई मैले तेलमा हालेर फ्राई गर्ने आदेश दिन्छु म। त्यो त सम्भव छैन प्रभु। के भन्छौ तिमीले? किन सम्भव छैन? यो मेरो तिमीलाई आदेश हो, तिमीले पालना गर्नुपर्छ। तेल तताउनको लागि ग्यास सकिएको छ महाराज। मार्केटमा पनि छैन। नारद मुनिको खबर अनुसार ब्ल्याकमा पनि भेटिएको छैन महाराज। ठिक छ, त्यसो भए यसलाई सजाय माफी दिन्छु। यसको सजाय दुनियाँलाई थाहा हुनेछ। महाराज, माफ गरिदिनु महाराज। मलाई थाहा थिएन त्यो भैँसी तपाईँको वाहनको दिदी हो भनेर। महाराज माफ गरिदिनु महाराज। महाराज 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 माफी महाराज। माफी महाराज। महाराज महाराज माफी महाराज। यही ग्यासले तँलाई फ्राई गर्छु। नै महाराज, नै महाराज। कसरी भरौँ महाराज? बाँधेर भरिदिनु। नै महाराज। बाँध।